अब घर सर एकछिन बढाल्नु पर्यो। सुन्नुहोस् त, के कामले आइपुग्यो नानीहरू? मुख्य बारे कान्छालाई बोलाउनु भएको थियो। के काम रहेछ र नानी? मुख्य बारे बोलाउनु भयो। ल नानीहरू जाऊ, त्यसो भए अब। ल त्यसो भए हामी गयौँ। के काम रहेछ र बाबु मुखिया बुवाले तँलाई बोलाउँदै हुनुहुन्थ्यो? खै आमा, त्यो त मलाई पनि थाहा भएन। खाना त के काम रहेछ बुझेर आइज न त। हवस् आमा, म गएर आउँछु। म कान्छो पनि यतातिर गइहाल्यो, अब सामान डल्याउँछु म। कसले फल्यो रहेछ यो? घरमा त ढोका लाउनु भएको रहेछ। ए मुखिया बा, कहाँ जानु भयो रहेछ? ओहो, कान्छो आइपुग्यो के हो? मैले बोलाउन पठाएको थिएँ। आइपुगिस्? एकछिन यहाँ बस् न, सानो काम थियो त्यसैले मैले तँलाई बोलाउन पठाएको हो। के काम हो भन्नु न। गोठमा अलिकति भकार सोध्नु पर्ने थियो, त्यही भएर तँलाई बोलाउन पठाएको हो नि। ए भइहाल्छ नि मुखिया बा, त्यति काम त म गरिहाल्छु न। न त जाउँ। यही हो, यति काम गर्दैन त है? ए भइहाल्छ नि मुखिया बा। ल कान्छ झारो। हवस् मुखिया बा। कान्छाले मल फालिसक्यो कि नै? अब हात धुने पानी ठिक्क पारिदिनु पर्यो। सकिनस् त कान्छा? अब थोरै छ मुखिया बा। सकेपछि आइज, यहाँ पानी र साबुन राखिदिइरहेको छु। हात धोएर घरतिर गइज, काम छ भने मसँग कुरा गर्नु। मुखिया बाबाट मागेर पैसा लाग्नुपर्छ यो अर्थ। भन के भो? त मुखिया बा, थोरै के काम थियो। मुखिया बा, मलाई थोरै पैसा चाहिएको थियो। ए त्यस्तो पो हो कुरा? मसँग कति छ लैजाऊ नि त। अहिलेलाई यति रहेछ। आज पैसा पायो कि त मिठो खाना पाएन। हेलो, म गाउँ आउनु लाग्थेँ, कोही मान्छे पठाइदिनुहुन्छ कि भनेको थिएँ। नानु त्यस्तो पो हो, म तिमीलाई दिन एउटा मान्छे पठाइदिन्छु नि। बस अलिक छिटो पठाइदिनु है। कान्छा बाहिर आयो त।
हजुर मुखिया बा आज गोरी नानी आउला रहेछन् त बाटोसम्म ल्याउन जान्छस् कि भनेर। हस् मुखिया बा म गएर आइहाल्छु न। याल बाटोसम्म आइपुग्यो भने अहिले। हस् मुखिया बा म तपाईँले पठाउनु भएको मान्छे तपाईँ नै हो? ए, लौ यो लफा। के हो? कान्छु हो। ए, मेरो नाम तपाईँलाई त सहरमा थियो राम्रै त लाग्ला के राम्रो लाग्यो। रमाइलो मान्छे रहेछ उता। ओहो नानी आइपुग्यो। आइपुगे मुख्य बा। नमस्ते मुख्य बा। नमस्ते नानु। ए राम्रैसँग आयो त नानु गाउँतिर। ए हिरन त तिम्रो कोठो देखाइदिन्छु। ए हस् हिँड्नु मुख्य बा। जा कान्छ नानीको सामान भित्र राख्दै। आऊ नानु भित्रै बस अब। सानो के भन्नु तिम्रै घर त हो। मुखिया बा मेरो पनि घरतिर थोरै काम छ मन लाग्यो है। हस् कान्छ जात घरतिर। त्यसपछि म घरतिर जान्छु तिमी राम्रोसँग बस है। ल ल राम्रोसँग जानु। भाइ रे बडा मुरो लोक आवे वो बुढी मा तुले मलाई अस्ति के भनेको थियो बरु मैले तिमीलाई के भनेको थिएँ र तुले मलाई अस्ति के भनेको थियो त्यो त मलाई उता थाहा छ भाइ त्यस्तो मैले तिमीलाई के भनेको थिएँ आज यसले जे भने नि आज यो बुढी मलाई छोड्नै हुन्न हो दाइ मलाई एक्लै देखेर नआएको बाबुहरु तिमीलाई मेरो कान्छा थाहा पायो भने मार्ला नि फेरि के पनि यसरी हान केटाहरुलाई हान आतेल मारी मंगिलार भाग तिमीलाई चोट त लागेन पुतली?